वेलकम बैक माई अनदर मिनी ब्लग गाइज। तपाईहरुलाई सबैलाई स्वागत छ। र म आज आफ्नो गाउँघरमा आइसकेको छु। अनि आएर यसो बसेर खाजासाजा खाएर हामी दुईजना चाहिँ यसो बारीतिर खेततिर चाहिँ के कस्तो भइरहेछ हेरौँ भनेर निस्केको। देख्न सक्नुहुन्छ हाम्रो बारीहरू चाहिँ खेतहरू तरकारी लौकाहरू प्रशस्त मात्रामा छन्। यो चाहिँ हाम्रो ठुलो बुवाको पर्छ भने यो अगाडिको देख्न सक्नुहुन्छ हजुरहरूले। यो घरको साइडबाट सिधा तल एउटा चाहिँ हाम्रो मम्मीले के काम गर्दै हुनुहुन्छ। त्यहाँबाट सिधा तलसम्मको चाहिँ सबै हाम्रो पर्छ। यो मकै देख्न सक्नुहुन्छ, यहाँनिर मकैहरू पनि छ हाम्रोमा। ठिक छ, यसो धेरै पछि गाउँतिर आएको के कस्तो छ त भनेर। अनि अर्को कुरा गाइज, यहाँनिर छ हामीसँग चाहिँ यो हाम्रोतिर चाहिँ नास्पति भन्छ, हजुरकोतिर के भन्छ भन्नु होला। बहुत मिठो छ, एकदम रसिलो छ। मैले चाहिँ खाइहालेँ, टेस्टी। अनि यहाँ केटाटीहरू चाहिँ बाख्रा चराइरहेछन्। के छ केटाटी हो, के गरिरहेछौ, के गरिरहेछौ? बोल्न मानेनन्, लजाएका नानीहरू। ठिक छ, जाऊँ न अब पुरै हाम्रो बारी हेरौँ। गर्मी चाहिँ यहाँ पनि वीरेन्द्रनगर जत्तिकै गर्मी छ। यसो साँझको टाइममा निस्केको हामी खै नौटा कामको होला कसैको। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो अदिया खानीहरू गोरुहरू राख्नुहुन्छ। त पौडी खेल्न लाग्छौँ, क्या पौडी खेल्न जाने नि जान्न त दिनभरि पौडी खेल्न गएर आऊ। यो चाहिँ हाम्रो भिरको खेत साइडमा रहेको। यहाँ छेउमा चाहिँ खोला छ, केटाटीहरू पौडी खेल्न लागेको छन्। हामी त्यतैतिर जाँदैछौँ। यस्तो छ गाइस, यहाँबाट हामी पौडी खेल्न जाने ठाउँ। के गर्नु गाइस, जस्तो भए पनि पौडी खेल्ने रहरले चाहिँ खस्ला छ राम्रोसँग त्यहाँ। नेपाली बियर गिल छो त्यही को त्यसको नाम आज इधर से यहाँ से करके ऐसे नीचे आ सकते हो। पुगे पुगे भगवान छन् केटाहरू चाहिँ गाउँका लोकल केटाहरू कसम जत्रो पनि हानिदिन्छन्, जस्तो पनि हुन्छन्। वाउ, तँ पनि जा कान्छ। खै कहाँसम्म कति आउँछ त्यहाँ? गर्न के आउँछन् गर्न सबै उभिएन कतिको छ के हिँड्दा उभिएर हिँड्न यो एक्सन पोजिसन केटाहरूका ल। खै डुबेर कहाँबाट कहाँसम्म निस्किन्छस्? ल पुग्छ। ल हेर्नुहोस् गाइजहरू, केटाटीहरू यस्तरी जाने गाउँछ। म आइहाल्छु, ऊ त्यही तान्छ क्या। डुब्दैन राख्नु उयोहरू। माई गड, बवाल छ बवाल। बवाल आउँदो रहेछ त यार।
गाइज हेर्नुहोस् केटाटी हो यस्तरी हान्छन् यार हामी। ओ माई गड ल मा कसम पानी खायो पानी खायो पानी खायो केटोले यहाँबाट छिरेर देख्नु सक्नुहुन्छ यहाँबाट चाहिँ निस्किन्छ है त। कहाँ गयो त्यो त भाइ त यार अड्क्यो कि के हो आएन त। ओ माई गड ल हेर्नुहोस् पुरै ऊ छ। यो पनि रेडी हुँदैछ म पनि खेल्छु एकछिनमा। देख्न सक्नुहुन्छ खै फेरि गर्न अहिलेको जस्तै यस्तो छ गाइज हेर्नुहोस् हाम्रो गाउँको लोकल ठाउँ देखाउँछु जङ्गलको बिचमा शान्त पसिना ल जा सकिन्छ कि जानु ल हाम्रो शेर पनि रेडी भइसक्यो ल ज्याम 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 छैन क्या केही हुन्न ल डुबेर हान्छ खै तेरो पनि स्किल दिएर ल यस्तो चाहिँ ओ माई गड बाप ल देखा नि बस यति भयो त फरवार्ड हो क्या फरवार्ड ल गाइजहरू म पनि अब लाग्छु है त मेरो पनि हेर्नु होला हल्का फुल्का खासै खेल्न त आउन्न त्यही पनि पुरै भए पनि प्रयास गर्छु ल रेडी गर्छ गाइज छिटो रहेछ कति टका त मजा आउँछ गाइज के छ ठिक छ होइन यत्तिकै ठिक हुन्छ तँलाई हामी चाहिँ पौडी सौडी खेलेर पनि यसो बारीतिर छिरेको काँक्राहरू केही छन् कि बचेको भनेर तर देख्न सक्नुहुन्छ गाइज काँक्राहरू चाहिँ एउटा केही पनि रहेनछ अभिषेकले चाहिँ यहाँनिर खोज्दैछ छ कि भनेर तर काँक्राहरू चाहिँ हेरेको खै भेट्यो भेटाइस् त छैन भन्दैछ ल यत्रो काँक्रा चाहिँ भेटिसकेको छ गाइज अरू पनि हामी हन्टिङमै छौँ ठिक छ हेरौँ पाइयो भने खाम्ला ओ माई गड अर्ग्यानिक काँक्रा आफ्नै करेसा बारीमा फलेको अर्ग्यानिक काँक्रा हन्टिङमा छन् आफ्नो हो कि यो अर्काको हो त्यो पनि थाहा छैन यार अदिया खानीको हो कि आफ्नो हो ल फाइनल्ली मैले पनि यहाँनिर चाहिँ भेटाइसकेको छु ओ माई गड देख्न सक्नुहुन्छ मैले पनि काँक्रा अर्को भेटाइसकेको छु पनि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो बारीमा बोडीहरू मजाले यहाँनिर लौका छ भने यतातिर चाहिँ यो पुरै मकै हो यो भाग चाहिँ पुरै मकै हो गाइस यो चाहिँ हाम्रो हो यहाँबाट तलको चाहिँ सबै अध्यय खानीहरूको चाहिँ हो भन्ने सुनेको थिएँ तर एक्ज्याक्ट चाहिँ थाहा छैन मलाई के छ भेट्यो अर्को पनि ल फाइनल्ली हामीले 3वटा काँक्रा चाहिँ भेटाउन सफल भएको छौँ अरू पनि खोजिरहेको छौँ गाइस के छन् यहाँ छन् कि छैनन्
बिस्तारी सिसारी त हालेको होइन होला यार नपखालेर हामी खायो आफ्ना हुन् कि होइनन् पनि थाहा छैन फेरि कोपरम आफ्ना हुन् कि होइनन् पैँतोमा भनौँ न अर्को वर्ष दिन बिस्तारी त हालेनन् होला किरा लाखा यार होइन होला किरा लाखा होइन होला अन्त पनि छन् कि सानो सानो रसै नपसेको होला क्या माथिको चाहिँ फाल गरेर ठिक छ गाई केटाहरू खाएर पौडी खेलेर बारीहरू हेरेर घरतिर लाग्यौँ लास्टसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धन्यवाद यस्तै यस्तै भिडियोहरू अरू भिडियो हेर्नको लागि सब्सक्राइब गर्नु होला र बेल आइकनलाई चाहिँ थिच्नु होला भन्न चाहेँ ओके आजलाई चाहिँ यति नै गाइज बाई लभ यु अल